यो भाइ यो दिनलाई स्थगित गर्नुहोस्। अब मैले यहाँलाई पानको पात, मैले 2044 सालमा गाएको पानको पात हाम्रो अध्यक्षजी नाचिसक्नु पर्यो, सबै नाच्न थाल्नुभएपछि श्रेष्ठ नागरिक नाच्न थाल्नुभएपछि अब यो पानको पातको 2-3 टुक्रा मैले भन्छु राम्रोसँग लिन भाइ। अब यसलाई बन्द गरेर पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सरला 2044 सालमा गाएको हुन्छ। त्यसैले यहाँलाई मैले भने अब स्वर सधैँ उस्तै नहुन सक्छ। बम्बा जाति 68 वर्षको मान्छे हो। 2 वर्षपछि त यो ललितपुरको भएको उहाँले सम्मान गर्ने त गुलबिगोली गर्दै गर्दैन ताजा होइन। त्यस कारणले यो मान्छेले म बुढो भाइ भन्ने हुन्न। अब मेरो स्वरले कस्तो सुन्ने छ मलाई थाहा छैन, आफूले गाएको सुन्नु सकिँदैन होइन, तपाईँले सुन्नु होला। त्यसैले एउटा उदाहरण बजाउनु छ पानको पात। अलिक ठुलो पात आज मलाई रमाइलो लागेको छ, रमाइलो लागेको छ, अपराधहरू सबै भेट भएको छ। माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सरला रमाइलो लागेको छ, रमाइलो लागेको छ, अपराधहरू सबै भेट भएको छ। माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सरला माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सरला। दिदी बनी उपस्थित उपस्थित दाजुभाइ हार्दिक बधाई सम्मानित सबैलाई पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सरला उपस्थित दाजुभाइ हार्दिक बधाई सम्मानित सबैलाई पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सरला माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सरला। पुरा हौ मन मनका चाहना, मन मनका चाहना, यसु स्वास्थ्यको छ शुभकामना। पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सरला मन मनका चाहना, मन मनका चाहना, यसु स्वास्थ्यको